हेलो गाइस, नमस्ते, वेलकम टु मेरो नयाँ भिडियोमा। आज म तीर्थयात्रा जानेछु गाइस। राति उठेर के गरेर म रेडी भइसकेँ। अब यति जाने, अब जुत्ता लाउँदैछु। मेरो भिडियो कन्टिन्यू हेर्नु होला गाइस। तीर्थयात्रा राति भएरको यात्रा मेरो कस्तो हुन्छ गाइस, हजुरहरूलाई म बाटोमा सेयर गरिदिन्छु। 5 दिन ठ्याक्कै आऊ भनेको गाडी। म रेडी भइसकेँ। यो चाहिँ मेरो झोला, यो ब्याग, ह्यान्ड ब्याग। अब चाहिँ म यति बोकेर गाडी बाटोमा देखाउँदै हिँड्छु ल साथी। गाडी चढियो साथीहरू। 5 बजी ठ्याक्कै दमाउँछ। कहाँ पुग्छौँ अब हेर्दैछौँ। पहिला हामी खोलाबाट तरेर जान्थ्यौँ नि, उता बेतन डाँडा भएर माथि जानु क्या बङ्गलावाला यो साइड निस्किन्थ्यौँ नि। होइन यो 10 बजी बङ्गलावाला खाना खाने ठाउँमा पुग्यो। यता धुलो उडेको चाहिँ बनाउनु पर्यो। त्यो धुलो उडिरहेको छ गाइस। राखे बजार आइपुग्यो ए साथीहरू भनेर पछि अहिले साथी खोइ फेरि भिडियो भने जस्तो दाम हो, तर राम्रो भ्यू हैन। वहाँ पनि टेबलमा पाउँछ के भन्ने हुन्छ के फेरि राखे बजार राखे पाँचको राखे बजार। ओहो बाबा एकदम अबे हेरेर काट्नु हो, हेरेर गाडीहरू अनि यो अब ट्रकहरू आइदिन्छ, मालको सामान आइदिन्छ। अनि फिटिम बजार आइपुग्यो बल्ल बल्ल। कति घन्टाको यात्रा पछाडि। बिहान 5 बजी हिँडेको, यहाँ 12 बजी भने 7-8 6 घन्टा त भयो नि। हेलो गाइस, सानो फेदी पुग्यौँ हामी चाहिँ। फाइनली काफ्ले पार्टीमा आएर हामी चाहिँ बसिरहेछौँ। अब उत्रिने हो। काफ्ले पार्टी आइपुग्यौँ है साथीहरू। कति धेरै मान्छे देखाउनु भयो भने देख्ने यार कस्तो। अब हामी काफ्ले पार्टीदेखि उकालो लाग्यौँ साथीहरू। यो बाटो जानुपर्ने हो माथि साथीहरू। अब हामी लाग्यो पाठीबाट माता दर्शनको लागि। अब जाडो भयो भने लुगा निकालेर लाउने हो। बहुत माग्ने छ र ढोकिनु पर्ने रहेछ। अझै जाडो भयो त हिँड्दै हिँड्दै गर्मी हुन्छ। लौडो छोड्नु भएछ अङ्कल। लौडो छोड्नु भएछ अन्तीले। कस्तो दामी गुराँस फुलिरहेको छ। अब सुरुमा हिँड्दा बिस्तारै हिँड्नुपर्छ अरे हौ। हेर्नु कस्तो राम्रो गुराँस फुलिरहेछ, पिङ्क कलरको गुराँसै फुल्यो बनैमा भन्ने गीतमा लगाइदिनुपर्छ नि त। उकालो जान्छौँ। उकालो कति उकालो जानुपर्ने थाहा छैन। हाम्रो गन्तव्यमा हिँड्ने कार्य चाहिँ एकदम जारी भइरहेछ। हरियाली डाँडामा उतो गुराँसहरू फुलिरहेछ। तपाईँहरू पनि यो समयमा आउनुभयो भने चाहिँ लाली गुराँसहरू फुलेको एकदम राम्रोसँग हेर्न पाउनु। हाम्रो बाबा आउनुभएको चाहिँ भाजी ल्याउनु हुन्थ्यो होला यार। यस्तो गुराँस फुलिरहेछ गाइस। माथि डाँडामा जान्छौँ हामी चाहिँ। अहिले बल्ल बल्ल रुम पाएर हामी चाहिँ यहाँ हल्का खानाको वेटिङमा। मान्छे अहिले हजारौँ होइन लाखौँको सङ्ख्यामा आएर चाहिँ हामीले एकदम रुम नपाएर चाहिँ हामीले बल्ल बल्ल रुम पाएर हामी चाहिँ बसिरहेछौँ। अनि खाना खानलाई पनि लाइन लाग्नुपर्ने। अनि अब हामी खाना खायो नि अनि नुहाउने। अनि 12 बजीदेखि हामी हिँड्ने हो गाइस। तपाईँहरूले मेरो भिडियो हेर्नुभएको छैन नि पुरा हेरेर साथ दिनु।
एकदम चोखो थाल राम्रो भात पनि पो प्लास्टिकमा ओ माई गॉड थाल नभएर नि थाल अहिले पानी नभएर थाल नभएर होइन हौ त्यो भट्टराई बस्नु त बस्नु छ त त्यत्रो खान्छ मिलेर पो बस्नुपर्छ त त्यति खाना एन्जलले नलाइदिनु ल खाना एन्जलले जाँदैछ यहाँ दामी छ दामी त्यस्तो यहाँ गलेर आकार भनेको रात किन हुँदैन पकाएर खाएर सकिन्छ हामी चाहिँ अब यहाँनिर मेन पूजा गर्ने ठाउँमा चाहिँ हामीले पूजा गरिसक्यौँ गाइस अहिले चाहिँ बिहानको 3:30 भइरहेछ हामीले 3:30 बजी नै सबै पूजा सकेर चाहिँ अब किरात मन्दिर जान छ अनि किरात मन्दिर गएपछि चाहिँ हामी आफ्नो गन्तव्यतिर फेरि फर्किनु पर्ने हुन्छ अब यहाँ थोरै फोटो खिच्ने अनि एकदमै मान्छे भिड भएको कारणले चाहिँ हामी 11 बजी नै उठेर नुहाएर 12 बजीतिर हिँडेको हो 12 साढे 1 बजीतिर लुगा लाउँदा अब चाहिँ यता दर्शन भइसक्यो अब फोटो खिच्ने हो अनि किरात मन्दिर जाने हामी चाहिँ दर्शन सकेर घर फर्किँदैछौँ गाइज अब घर फर्किँदा पनि यस्तो हुँदो रहेछ अनि केही खिच्न पाइएन फोटो त खिच्न पाइएन अब फोटो त खिच्न नपाए पनि हामी दर्शन गर्न पाइयो त्यसमै खुसी छौँ अनि अब एकदम हामी चाहिँ घर फर्किँदैछौँ दर्शन सकियो दर्शन सकेर फर्किँदैछौँ तर पनि हाम्रो तीर्थयात्रीहरूको भिड चाहिँ उत्तिकै देख्न सकिन्छ बाक्लो माथिसम्म लाइन नै लाइन छ तपाईँहरू बिस्तारो माथिदेखि मुनिसम्म लाइन नै लाइन छ अनि हामी चाहिँ एकदम छिटो आएर हामी आउँदा चाहिँ खाली खाली थियो अब हामी चाहिँ फर्केको फोटो खिच्न पाएन तर पनि दर्शन चाहिँ गऱ्यौँ साथीहरू कोही पूजा गरिसकेर फर्किँदै कोही उँभो लाग्दै कम्तीमा पनि 2 लाख जतिको जनसङ्ख्या छ होला भन्नु अरे क्या लास्टमा चाहिँ अहिले चाहिँ शुभ सायद के अरे रामनवमी कि कुनै के पनि भोलि परेको छ अरे त्यही भएर एकदम यात्रुहरूको चाहिँ एकदम भिड लाइन देख्नुहुन्छ गाइज कस्तो रमाइलो भइरहेछ हामीले चाहिँ सकिवरी फर्किँदैछौँ अब हेर्नु यहाँदेखि माथिदेखि यस्तै भिड तर मैले नखिचेको मात्रै हो के तर यस्तै भिड कति मान्छे त यहाँ 5:23 हामी यहाँ फर्किनेछौँ तर पनि एकदम भिड छ क्या यात्रुहरूको सङ्ख्या चाहिँ माथि त कति झन् अब यहाँदेखि तल झन् कति होला हल्का उज्यालो हुँदैछ टस चाहिँ बाल्नु पर्दैन अब चाहिँ उज्यालो हुँदै गयो दिन अब भिड देख्न सक्नुहुन्छ यहाँदेखि तल माथिदेखि आएको तर नखिचेको क्या मैले अब चाहिँ खिच्नु पर्यो अलिकति तलसम्म भिड हजुरहरूलाई देखाउँछु म यो सिजनमा चाहिँ अत्याधिक तीर्थयात्रुहरूको समूह चाहिँ अत्याधिक रहेको छ गाइज बिचमा गाइज भन्न आउँछ फेरि मलाई कस्तो बिस्तारै जानुपर्छ है हतार गर्नु हुँदैन पुगिहालिन्छ अब त पुग्न आँट्नु भयो अब हामी यहाँदेखि लगभग आधी बाटो आइपुग्यौँ कति फर्किम सक्यौँ तर पनि यात्रुहरूको सङ्ख्या चाहिँ माथिदेखि तलसम्म यस्तै भिड छ है
मान्छे थियो गयो कि यतै छ नै माथि जाँदै हो कि ओह्रालो कुन ठाउँदेखि आउनुभएको हजुरहरू यस्तै भिड छ क्या साथीहरू यस्तो भिड छ कि तलदेखि माथि फर्किने पनि भिड जाने पनि भिड यस्तो रमाइलो छ कि अब हामी चाहिँ माथि मन्दिरमा अँधेरो थियो केही पनि खासै भिडियो लिन पाइएन अब बाटोमा चाहिँ हल्का भिडियो लिँदै जानुपर्ने हुन्छ साथीहरू अनि यस्तो रहेको छ भिड 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 लाली गुराँसहरू फुलिरहेछ ठाउँ ठाउँमा तर ठाउँ चाहिँ यस्तो रहेछ क्या कस्तो अब भगवान् त अप्ठ्यारो ठाउँमै हुन्छ अरे नि त देखि म भिडियो लिँदै जान्छु तलसम्म अब यस्तो यो यात्रुहरूको के भन्छ एकदम शुभ साइतमा चाहिँ हाम्रो जमघट भएको छ होइन भेटघाट दर्शन सबैले गर्नु पाएको छ यसमा खुसी एकदम शुभ साइत पारेर सबै सम्पूर्ण भक्तजनहरू आइदिनु भयो सम्पूर्णलाई धन्यवाद भन्दै नआउनु हुनेहरू बाँकी हुनेहरू पनि आउनु होला भन्दै म यही भिडियोदेखि आग्रह गर्न चाहन्छु जय पाथिभरा माता रुँदैछ कसै यस्तो छ क्या यस्तै छ है साथीहरू यस्तो छ सम्झेको छ अरे सम्पूर्ण साथीहरूले यस्तै छ यहाँ तल यस्तो छ हेर्नुहोस् ओहो गुराँस कस्तो फुलिरहेको छ पिङ्क कलरको तर अहिले बिहान भएर खासै देखेको छैन के हामी चाहिँ राति नै 11 साढे उठेर अनि रेडी भएर 1 नबजिकन हिँडेको 3 बजी पुगेको इटरीदेखि आउनुभएको हामी दमक हामी तपाईँहरूले गाडी रिजर्भ गरेर आउनुभएको कि ए हामी पनि उयोमै आएको लोकल गाडीमै आएको अघि क्यामेरा नपुगेर कस्तो कालो निस्केछ मेरो अनुहार तर म त लाग्छ हाम्रो त्यस्तो प्याक त थिएन हामी जम्मा 11 जना आएको त्यसमा 6 जना कि 7 जना चाहिँ यता आउने अनि अरू चाहिँ 4 जना जति बाहिर कस्तो भिड हौ तर फोनमा त देखिँदैन भिड त्यो भिड हेर्नलाई चाहिँ यहाँ दर्शन गर्न आउनै पर्छ साथीहरू यो तलसम्म छ लाइन कस्तो छ क्या उकालो फेरि नाक डाडु के जस्तै उकालो रहेछ गाह्रो छ भारी पनि बोक्नै पर्छ हिँड्नै पर्छ तीर्थयात्रा गर्नु त्यति सजिलो चाहिँ हुँदैन कहाँदेखि आउनुभयो दाइ तपाईँ हामी चितवनबाट हाम्रो भिड क्या अहिले लगभग आधी घन्टा ज्यादा भयो हामी ओह्रालो झरेको तर भिड चाहिँ यस्तै भइरहेछ हामी आधी घन्टा बेसी भयो बेसी भयो हामी चाहिँ अहिले ठुलो फेदी पुग्न लाग्यौँ अब तर पनि यहाँसम्म पनि यस्तो भिड छ क्या भनेपछि कति धेरै भक्तजनहरू आउनु भएको रहेछ त भन्ने कुरा थाहा पाउनुहुन्छ यस्तो धेरै अहिले त पुरै उज्यालो भयो यस्तो ओह्रालो झर्नु पनि निकै गाह्रो पो हुँदो रहेछ त निकै गाह्रो पो रहेछ त सजिलो भन्ने सोचेँ यहाँदेखि सिधै माथि हिँडेको हामी चाहिँ अघि बिहानै माथि यहाँ त आधी बाटो पनि देखेको छैन अर्को डाँडो आउँछ है अर्को डाँडो आउँछ यस्तो उज्यालो भएर अहिले चाहिँ पुरै अहिले चाहिँ कति 6 बज्यो लगभग कति बज्यो यहाँ आइपुग्यौँ हामी हिँडेको नि 1 घन्टा भइसक्यो ओह्रालो झरेको पुग्दैन त ठुलो फेदी टाटा छ क्या हो
कति हिँडेकै गरेको ओह्रालो झर्नु नि सोचे जस्तै अलिकति हल्का गाह्रो हुँदो रहेछ हल्का तर भिड चाहिँ अहिलेसम्म पनि बाटोमा भिडै छ यस्तोसम्म भिडै छ तर हामी चाहिँ अब अङ्कल आन्टीलाई पर्खिने कता हुनुहुन्छ तल एकैचोटि हामी पास बसेको ठाउँमै भेट हुन्छ होला गाइस अघि हामी जाँदाखेरि चाहिँ 1 बजेको थियो अनि अँधेरोमा केही भिडियो लिन पाएन कि यो चाहिँ सानो पाती भएर सानो के भन्छ बहिनी चाहिँ अरे नि यहाँ के हो यहाँ पहिला पूजा गरेर चाहिँ माथि ठुलो पाती भएर जानुपर्छ यस्तो राम्रो गुराँस फुलिरहेछ पाती भएर माताको दर्शन गर्नु आउनु होला होस् यो दृश्य चाहिँ हजुरहरूले हेर्नु छिटाउनु हुने छैन छिटो आउनु होला है यो फेरि ओइलै हाल्छ आज भोलि नै आउनु होला भन्न चाहन्छु अब यो हामी यो दृश्य हेर्दै हामी चाहिँ काफ्लेपाटीतिर जान्छौँ अनि त्यहाँदेखि 1 घन्टादेखि जिल्ला त्यहाँदेखि घर गुराँसै फुल्यो बनेमा मेरो मन झुल्यो तिम्रो मनैमा भन्ने गीत गाउँदाखेरि ठ्याक्कै मिल्ने रहेछ यस्तो फुलिरहेछ म कस्तो रमाइलो छ तर के गर्नु यस्तै छ धेरै बेर बस्नु पाइँदैन अब गइहाल्नुपर्छ आज हेर्ने हो जति हेर्ने आज हेर्ने भिडियो लिने अनि के गर्नु त कस्तो पिङ्क कलरको अनि व्हाइट अनि रेड त्यति छ नि अनि लाइट पिङ्क एकदम नजिकबाट यहाँ सेतो एकछिन यस्तो छ वाउ पारी तलसम्म फुलिरहेछ यहाँदेखि माथिसम्म फुलिरहेछ यस्तो दामी वाउ दर्शन सक्यो एउटा गुराँस पनि टिप्यो अनि लाग्यो घरतिर अब यहाँ एकछिन बसिन्छ साथीहरू अब गुराँस पनि लास्ट ठाउँमा आइसक्यो अब हामी चाहिँ काफ्लेपाटी फाइनली आइपुग्यौँ अनि काफ्लेपाटीमा खाना खाएर हामी जिल्ला पुग्छौँ अनि जिल्लादेखि घर भिडियो अलिअलि अब साथ सक्यो भने सकेन भने अब बनाउँछु साथ सक्यो भने त अब के गर्नु है साथ सक्यो भने अर्को साथीको फोनबाट बनाउनु पर्छ है के हो हेर्दै गर्नु होला